ल ल हालिदिन्छु ल ल ल ल ल बाई बाई युट्युबमा हालिदिन पर्यो यिनीहरूको भिडियो पनि ल राम्रो छ नानीगाडी हेर्नुहोस् त भरतपुर हाइट कति राम्रो देखिन्छ नानगढपट्टिको एरिया ल हेर्नुहोस् ल हेर त कति राम्रो देखिन्छ यो भरतपुर हाइट आमा 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 झलेर कस्तो बनाइदिए किन जलाउनु पर्यो होला बिचरा मान्छे नि मर्यो अरे मान्छेहरूको छैन दिमाग मान्छेहरू बदलाको भावना मात्र लिन्छन् छैन दिमाग मान्छेको यति राम्रो सहरलाई बिगार्न खोजे सबै प्रतिशोधको भावना सबै एकअर्काले रिस गर्छन् एकअर्काको प्रगतिमा रिस गर्छन् नेपाल प्रगतिको उसमा रिस गर्छन् के गर्ने नेता नि उस्तै भड्काउ मान्छे नि उस्तै भड्काउ छन् सबै भड्काउ छन् यति राम्रो सहर बिगार्न खोजेका छन् राम्रो छ नि हाम्रो नानगढ भरतपुर एकदम नराम्रो छ नि सुपर छ नि के गर्ने यस्तो राम्रोलाई अब चलाउने मान्छे नि राम्रो हुनु पर्यो देश सबै कहाँबाट आए राक्षसहरू नेपालमा राक्षसको देश हो यस्तो राम्रो हाम्रो चितवन नानगढ यस्तो राम्रो छ कति राम्रो छ हाम्रो चितवन नानगढ कति राम्रो छ नि सधैँ याद आउँछ हाम्रो जहाँ गए पनि चितवन नानगढ एकदम राम्रो छ यो शहीद चोकबाट भित्र पनि आहा कति धेरै मान्छेहरू आइसके किनमेल गर्न दसैँको तयारी होला अब 1600 दिन लाग्यो दसैँको तयारी छ दोकान एकदम चलेछ सुनको व्यापार गर्छन् मान्छेहरूले सुन किन्छन् धेरै जसो सुन बजारमा अब भाउ बढिरहन्छ बजार अब वात्तै चर्किनु भएको छ अब बजी चलिरहेको छ राम्रो भएको छ जनजीवन भयङ्कर राम्रो छ म त साइकलमै हिँड्छु मेरो साइकलमा म आनन्दले भरतपुर नानगढ पुरै साइकलमै हिँड्छु कति आनन्द छ ल हेर्नुहोस् सर चल्या छ राम्रो जनजीवन छ यो 24 कोटी भरतपुर 24 कोटी हेर्नुहोस् कति राम्रो यो एयरपोर्ट एरिया हेर्नुहोस् यहाँ अब प्यासेन्जरको खिचतानी कति हुन्छ आमा भरतपुरमा वीरगञ्ज जाने बसहरूमा खिचतानी गरेर आइरहने यतातिर बसहरू लाग्छन् वीरगञ्ज जाने पूर्व जाने गाडीहरू लाग्छन् यो पूर्व जाने बाटो भरतपुरबाट वीरगञ्ज रक्सोल अनि पूर्व झापा मोरङ सुनसरी वीर तमोल जाने बाटो हो वैष्णव होटल म इन्डियाबाट आइसके पनि भएको हो नानगढको चाहिँ पहिले भएको यो चाहिँ पछि भएको एयरपोर्ट साइड है हस्पिटल साइड यो अब कति राम्रो छ चोरहरूले अलिअलि पैसाले भए पनि विकास त गरेका छन् के गर्नु खानु गर्नुभन्दा खानु बढी गरे त्यही भएर अब झोलाइ खाछन् के भन्नु सुत्रेर नि केही हुन्छ त राम्रोको लागि हुन्छ अब भरतपुर ओह्रालोतिर ओर्लेमा अब घर जानु पर्यो नानगढको भरतपुर ओह्रालो हो
हजुर हजुर यहाँ काम गर्थेँ के साथी हो मैले। यहाँ हेर त भिरकुटी कस्तो भयो, खत्तम भयो भिरकुटी कम्पनी। हेर त भिरकुटी कम्पनी खत्तम गरे नेताहरूले र सरकारले खत्तम गरे। अनि त्यो के भन्छ हुलास गोल्छाले यो नेताहरूलाई पाल्नु भन्दा त मैले कम्पनी बन्द गरिदिन्छु भनेर कबाड बनाइदियो। चाइनाले खोलिदिएको कम्पनी राजाको पालामा बर्बाद बनाइदियो है। हेर्नु त यहाँ काम गर्थेँ मैले, कटिङमा काम गर्थेँ ऊ त्यो चेन्नी र पार्वती भगवती माता को जय जय हो, सिद्धि गणेश भगवान को जय जय हो। जय जय सूर्येश्वर जय सूर्ये जय जय हरिहर जय सिद्धेको काटेको छैन त्यसै हो र काटेको